हेलो सम्पूर्णलाई नमस्कार अनि शुभ बिहानी। म निरज मगरको तर्फबाट सबैजना आराम हुनुहुन्छ होला, सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। अहिले चाहिँ कतारको स्टुडियोको घडीमा 5:11 गएको छ बिहानको। सबैजना काम गर्नको लागि रेडी हुँदै हुनुहुन्छ। मर्निङ वाक गर्दै हुनुहुन्छ कोही कोही। अहिले चाहिँ अलि आउँदो रहेछ, 5 बजे पनि अलि आउँदो रहेछ। यो चाहिँ पार्क हो। पार्कमा सबैजना आफ्नो बिहानीको कार्यक्रम गर्दै हुनुहुन्छ। आज मेरो पनि छुट्टी थियो, म यसो पार्क निस्केको। हामी बस्ने चाहिँ उतै घर हो। अँध्यारो छ, अँध्यारो भए पनि राम्रो देखिएको छ। अझ मान्छेहरू उठिसक्नु भएको छैन। अब आजदेखि त अब रेगुलर ड्युटी शनिबार, त्यही भएर पनि अब आज त धेरै हुन्न, अलिअलि त हुन्छ तर धेरै हुन्न खासै। सुरु हुँदैछ बिस्तारै बिस्तारै कामतिर जानेहरूको दिनचर्या भनौँ। अब सुरु हुन्छ बिस्तारै बिस्तारै। राम्रो देख्दो रहेछ, दामी देख्दो रहेछ। हामी बस्ने ठाउँ हो यो चाहिँ। मैले पहिलाको भिडियोमा पनि तपाईँहरूलाई भनिसकेको थिएँ, यो चाहिँ कतारको एकदम ठुलो एरियामा फैलिएको एसियन सिटी भन्छ यसलाई चाहिँ। यो एकदम ठुलो छ। यो चाहिँ एकदम ठुलो छ। लगभग 10-15 किलोमिटरमा फैलिएको बिल्डिङहरू छ। यहाँ चाहिँ त्यस्तो खासै कडा हुन्न। बाहिरकोबाट आउँदा पनि चेकिङ गर्ने यताउति केही हुन्न। अब एकदम यो काम गर्नेहरूलाई, कामदारहरूको लागि बस्ने भएर चाहिँ सेक्युरिटी चेकिङ त हुन्छ, तर त्यति साह्रो त्यो चेकिङ हुँदैन। सामानहरू ल्याउँदा चाहिँ एकदम चेकिङ हुन्छ, किनकि अब मद्यपान ल्याउनु पाइन्न, त्यही भएर त्यो चाहिँ चेकिङ हुन्छ। अनि यो भित्र चाहिँ आफैले पकाएर खानु पाइन्न, सबै क्याटरिङ सर्भिसहरू हुन्छ। किनभने यहाँ चाहिँ पकाउने एलाउड छैन। यो भित्र पुरै कम्पाउन्डै भित्र स्ट्रिक्टली एकदम टाइट छ। जो जहाँबाट हेरिराख्नु भएको छ अथवा हेर्नुहुन्छ उहाँहरूलाई चाहिँ मेरो पनि विनम्र अनुरोध, अर्काको देशमा आएर मद्यपान गरेर हो हल्ला झै झगडा गर्ने काम चाहिँ राम्रो होइन। सकभर कन्ट्रोल गर्नु होला। अब आदत छ, आदत भएकोले त खाइहाल्नुहुन्छ, तैपनि आफूलाई सम्हालेर सकभर अलिकति आफूलाई कन्ट्रोल गरेर चाहिँ गर्नु होला यो चिजहरू। किनभने हामी पैसा कमाउन आएको हो, परिवार छोडेर पैसा सक्नलाई आएको होइन। त्यही भएर खानुपर्छ। अब खानुपर्छ भन्दैमा आफूलाई कन्ट्रोल गरेर चाहिँ खानु होला। एकदम धेरै अब जाँड रक्सी खाएर एकदम आफ्नो साथीभाइ झगडा गर्ने एकदम नराम्रो बानी हो त्यो। मेरो आफ्नो पोइन्ट अफ भ्यूबाटदेखि चाहिँ, किनभने म पनि पहिला खान्थेँ, त्यस्तै थियो बानी आदतहरू। अहिले चाहिँ छोडेको 1 वर्ष भयो। त्यही भएर म हजुरहरूलाई पनि सकभर नखानु होला। खाइहाल्नु भयो भने पनि आफ्नो रुममा एकदम सेक्योर भएर कोहीसँग झगडा नगरेर बस्दिनु होला। यो चाहिँ मेरो अनुरोध सबैमा, जति पनि बाहिर आफ्नो परिवारदेखि टाढा हुनुहुन्छ सबैजनालाई। अब गर्मी पनि सुरु हुँदैछ। बिहान एकदम फ्रेस हावाहरू, फ्रेस वातावरण छ। चराचुरुङ्गीहरू पनि कराएर आएको छ। एकदम राम्रो छ अहिले हावा। गर्मी पनि छैन, जाडो पनि छैन। यस्तै मौसम भएदेखि कति रमाइलो, कति आनन्द हुन्थ्यो होला। तर के गर्ने, गर्मी बढेपछि बाहिर निस्किनु सकिँदैन।
एकदम लास्टै गर्मी हुन्छ। परको घरहरूदेखि चाहिँ अलिकति परतिर एउटा ठुलो मार्केट छ, ग्रान्ड मल भन्ने। सबैजना हामी काम गर्ने मान्छेहरूलाई आवश्यक पर्ने चिजहरू चाहिँ एकदम नजिकै छ मार्केट। धेरै टाढा जानु पर्दैन, गाडी चढिराख्नु पर्दैन। यो चाहिँ एकदम राम्रो छ, नजिकै छ। मनी ट्रान्सफरहरू पनि ती नजिकै छ, सँगै सजिलो छ एकदम। नेपालमा चुनाव कस्तो चल्दैछ? एकदम जस्तो चल्दैछ एकदम राम्रो चल्दैछ होला। सबैलाई अनुरोध, मेरो आफ्नो घरमा त मैले आफ्नो अनुरोध गरिहाल्छु। तपाईँहरूलाई पनि, जसले हेर्नुहुन्छ हजुरहरूलाई पनि सोचेर सम्झेर भोट दिनु होला। यसपालिको भोट चाहिँ त्यति खेर नजाओस् सबैको। यो चाहिँ एकदम विनम्र अनुरोध छ मेरो तर्फबाट भन्दै अब चाहिँ ल सबैलाई बाई बाई, शुभ बिहानी। फेरि पनि खुसी रहनुहोस्, पुष्ट रहनुहोस्, सधैँ आफ्नो ख्याल गर्नुहोस्। ल धन्यवाद। फेरि बोल्दै गरौँला, भेट्दै गरौँला, कुरा गर्दै गरौँला।